यदि अहिले केही गरी ग्रेटर नेपाल फिर्ता भयो भने के हुन्छ आउनु सानौ हेर्नु। ग्रेटर नेपाल फिर्ता हुने चान्स त एकदम कम छ, तर पनि यस्तो भयो भने के हुन्छ। यदि ग्रेटर नेपाल फिर्ता भयो भने पोजिटिभ र नेगेटिभ दुईटै कुराहरू हुन्छ। नेपाल अहिले भन्दा ठूलो हुन्छ, विशाल हुन्छ, शक्तिशाली हुन्छ र केही हदसम्म विकसित पनि हुन्छ। इन्डियाका ठूला ठूला क्रिकेटरहरू महेन्द्र सिंह धोनी, ऋषभ पन्तहरू सबै नेपाली टिमबाट खेल्छन्। आहा, यस्तो सुन्दा कति मजा भइरहेको होला है। भोलि नै ग्रेटर नेपाल फिर्ता भए पनि हुन्थ्यो जस्तो लाग्दै होला, तर यस्तो होइन। ग्रेटर नेपाल फिर्ता हुँदा जति यसको राम्रो पोजिटिभ साइड छ त्यो भन्दा बढी खतरनाक र डार्क यसको नेगेटिभ साइड पनि छ। हेर्नु, हामीले ग्रेटर नेपाल फिर्ता ल्याउँदा फेरि त्यहाँको जमिन मात्रै फिर्ता ल्याउने होइन, त्यहाँ बसोबास गर्ने मान्छेहरू सबै नेपाली नै हुन्छन्। बिहार, उत्तराखण्ड, सिक्किम, दार्जिलिङ जस्ता धेरै ठाउँहरूमा बसोबास गर्ने करिब 7 करोड इन्डियन मान्छेहरू नेपाली हुन्छन्। उनीहरूले हामीले जस्तै नेपाली नागरिकता पाउँछन्। त्यहाँका जनता सँगसँगै त्यहाँका नेता र ठूला ठूला राजनैतिक दलहरू पनि नेपालमै आएर दर्ता हुन्छन्। योगी आदित्यनाथ, मनोज कुमार जस्ता ठूला ठूला नेताहरू पनि नेपालमै आएर चुनाव लड्छन्। अनि अब हाम्रो भन्दा धेरै जनसंख्या त उनीहरूको छ, त्यसैले उनीहरूकै जित्ने चान्स धेरै हुन्छ। ग्रेटर नेपाल फिर्ता भएर नेपालको नाम नेपाल भए पनि शासन गर्ने शासकहरू इन्डियाकै हुन्छन्। सांसदहरू, राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर सबै ठूला ठूला मन्त्रीहरू इन्डियाकै नेताहरू हुन्छन्। अनि उनीहरू नामका मात्रै नेपाली हुन्छन्। जो रियलमा नेपाली हुन्छ, नेपालमै जन्मेको, उसको त केही भ्याल्यु नै हुँदैन। त्यसैले पछि गएर ती ठूला ठूला नेताहरूले नेपाललाई इन्डियामै गाभ्न पनि बेर्लाउँदैनन्, किनकि त्यत्रो 7 करोड जनताको अगाडि हामी 3 करोडले के नै गर्न सक्छौं र। त्यसैले हामी नेपालीले ग्रेटर नेपालको भन्दा पनि बेटर नेपालको सपना देख्न जरुरी छ।